पहिलो प्रथम त परमेश्वरलाई धन्यवाद र यहाँहरू सम्पूर्णलाई येशू ख्रीष्टको पवित्र नाममा जय मसीह भन्न चाहे है। र आज के विषयलाई लिएर आइरहेको छु, अलिक लामो हुन्छ होला विषय चाहिँ, तर राम्रो छ, तपाईँहरू सबैले सुन्नुहोस् है। व्यभिचारको उद्धार मेरो विषय छ, व्यभिचारको उद्धार। र उहाँ एका बिहानै फेरि अब त्यति बेला त मन्दिर भनिन्थ्यो है, चर्चलाई मन्दिर भनिन्थ्यो। चर्चमा जानु हुँदै गर्दा एका बिहानै है, र उहाँहरू भिडसित बसिराख्नु भएको बेलामा है, शिक्षा दिइराख्नु भएको बेलामा, भिडहरूलाई शिक्षा दिइराख्नु भएको बेलामा र स्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटा स्त्रीलाई ल्याए। र त्यति बेला नै है, स्त्रीहरू र फरिसीहरूले एउटा व्यभिचारमा पक्रेको एकजना केटीलाई ल्याउनु भएछ है। त्यसलाई माझमा उभ्याए अनि त्यो स्त्रीलाई चाहिँ बिचमा उभ्याए अरे। तिनीहरूले उहाँलाई भने, गुरुजी, यो स्त्री व्यभिचारको कर्म प्रकार पक्राउ परी। र है, फरिसीहरूले र त्यो स्त्रीहरूले चाहिँ त्यो व्यभिचार गर्ने स्त्रीलाई चाहिँ भने अरे, गुरुजी, यो स्त्री चाहिँ व्यभिचार गरेर पक्राउ परी भने अरे। अन्त प्रभुले भन्नुभयो, व्यवस्थामा मुसाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। र त्यो फरिसीहरूले भने अरे, व्यवस्थामा त मुसाले यस्ता स्त्रीहरूलाई त ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिनुभएका छन्, तपाईँ यसको बारेमा के भन्नुहुन्छ? तर तिनीहरूले उहाँको जाँच गर्नलाई र उहाँमाथि अभियोग लगाउन सक्छ कि भनी यसो भनेका थिए। हालेलुया। अब त्यहाँदेखि येशूले निहुरेर भुइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले उहाँलाई सोधि नै रहे, तब उहाँले खडा भएर तिनीहरूलाई भन्नुभयो। येशूले चाहिँ, प्रभुले चाहिँ खडा भएर तिनीहरूलाई भन्नुभयो अरे, तिमीहरूमा जो पापरहित छ त्यसैले त्यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्। र प्रभुले भन्नुभयो अरे, तिमीहरूमा जो चाहिँ पापरहित छ त्यसले त्यस स्त्रीलाई पहिला ढुङ्गा हानोस् भन्नुभयो अरे। अनि फेरि निहुरेर उहाँले भुइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले यो सुने, तब ठुलोदेखि सुरु गरे सानासम्म एक एक गरेर गए र येशूले त्यस स्त्रीलाई एक्लै छोड्नुभयो। अनि त्यो स्त्री चाहिँ उहाँको अघि उभिरही। येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, ए नारी, तिनीहरू कहाँ गए? कि कसैले तिमीलाई दण्ड दिएनन्? अनि प्रभुले सोध्नुभयो अरे त्यस व्यभिचार गर्ने स्त्रीलाई चाहिँ, ए नारी, तिनीहरू कहाँ गए र तिमीलाई कसैले दण्ड दिएन भनेर सोध्नुभयो। त्यसले भनी, प्रभु कसैले दिएन। अनि त्यो व्यभिचार गर्ने स्त्रीले भनी अरे, प्रभु कसैले दिएन भने अरे। त्यहाँपछि प्रभुले भन्नुभयो, म पनि तिमीलाई दण्ड दिन्न। प्रभुले भन्नुभयो, म पनि तिमीलाई कुनै प्रकारको दण्ड दिन्न भन्नुभयो। अनि प्रभुले भन्नुभयो, जाऊ अनि फेरि पाप नगर। हालेलुया। यहाँहरू सम्पूर्णलाई परमेश्वरले आजको दिनमा आशिष दिनुभएको होस् है। यहाँहरू सबैले बुझ्नुभयो होला मैले के भन्नु चाहेको भनेर है। यहाँहरू सम्पूर्णलाई फेरि पनि येशू ख्रीष्टको पवित्र नाममा जय मसीह भन्न चाहे। भिडियो अलिक लामो भयो, तर है निकै नै है तपाईँहरूले बुझ्नुभयो होला है, र बुझ्नु पनि हुन्छ। हालेलुया। फेरि यहाँहरू सम्पूर्णलाई जय मसीह भन्न चाहे।